सन्चै हुनुहुन्छ? म बिहान बिहान आफ्नो काममा आएँ। अब यहाँ अलिअलि काम थियो त्यो धामधुम गरेँ। अन्त कोही कस्टमर आएका छैनन्, बसिरहेकी छु यहाँ। अनि के गरम भयो। एउटा चाहिँ तपाईँहरूसँग मिठो एउटा भजन गाउन मन लाग्यो। त्यो अब गान त हिन्दी नेपाली फिल्मकै हो, लेकिन त्यहाँ चाहिँ अब सबैले आफ्नो आफ्नो उसमा गाएका छन्। त्यही सुनेर म तपाईँहरूसँग एउटा गाना गाउँछु है। के भुलचुक पनि माफ गरिदिनु। लौ न माता दर्शन देऊ आजी यहाँ, तिमलाई छोडी अन्त हामी जाऊ कहाँ। लौ न माता दर्शन देऊ आजी यहाँ, तिमलाई छोडी अन्त हामी जाऊ कहाँ। दुर्गा भवानी, दुर्गा भवानी, सधैँ रहोस् युट्युबरलाई मेरो निशानी। सधैँ रहोस् युट्युबरलाई मेरो निशानी। युट्युबर चलाउने दिदी बहिनीहरू सबैलाई मेरो शुभकामना। दुर्गा भवानी, दुर्गा भवानी, यो युट्युबमा सधैँ रहोस् तपाईँहरूको निशानी। यो युट्युबमा सधैँ रहोस् तपाईँहरूको निशानी। धन्यवाद। केही भुलचुक माफ गरिदिनु होला। मैले मातैको गान तपाईँहरूलाई आशीर्वाद दिनको लागि खास मैले युट्युबमा तपाईँहरूसँग मुख देखाएर गाना गाएको। मैले यत्तिकै त भजनहरू दिइरहेको छु, लेकिन मैले आज चाहिँ युट्युबमा तपाईँहरूको एउटा गाना गाम भनेर मैले दिएको है। सबैजना एकदम खुस रहनुहोस्, सन्चै रहनुहोस्। त्यसैमा माताले हमेसा तपाईँलाई आग बढ्ने शक्ति दिउँ। जय माताजी।